ल हामी चाहिँ अब साइकलमा मार्केट लाग्यो। हामी चाहिँ एकदम अब स्पेसल्ली आज सागसब्जी लिन यसो मासुहरू लिनको निम्ति चाहिँ हामी मार्केटतिर लाग्यो है। त्यस्तै छ परदेशमा, गाह्रो छ। के छ के छ के छ के छ के छ के छ जोस् परदेशमा छुट्टै रमाइलो छ। साइकल छ, अरू चिन्ता लिनु पर्दैन। यस्तै हो परदेशको जिन्दगी, खानै पर्यो। रातभरि ड्युटी गरेर आइएको छ होइन, गाह्रो छ परदेशमा। ल हाम्रो चाहिँ सब्जी आयो है, टन्नै छ सब्जी। अब यहाँ हाम्रो साइकल छ यता। अब यहाँ साइकलमा आफ्नो सामानहरू प्याक गरेर चाहिँ हामी अब रुमतिर प्रस्थान लाग्नेछौँ। ल हामी चाहिँ अब सागसब्जीहरू टन्नै बोकेर रुमतिर लाग्यो टोलीहरू। ल हामी चाहिँ फर्किने क्रममा बाटोमा छौँ। ल दाजु के छ? चित्र सर, हाम्रो बाल्किना दाजु, सन्दीप सर, यस्तै छ हाम्रो चाहिँ। ल अब विदेशमा यस्तो पनि हुन्छ, अब फर्किने क्रममा दाजुको साइकल फेरि पम्चर भयो हो। अब पम्चर भइसकेपछि चाहिँ अब हिँडाइमा परिन्छ, दुःख पाइन्छ, के गर्ने। ल अहिले चाहिँ हामी मार्केटबाट रुममा पनि आइसक्यौँ। टन्नै छ सब्जीहरू। यो चाहिँ एक हप्ताको लागि हो। हामी तीनजना खान्छौँ पार्टनरसिपमा परदेशमा। यस्तै छ। र यो भिडियो बनाउनुको उद्देश्य चाहिँ के हो भने, आज धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू लाखौँको सङ्ख्यामा चाहिँ परदेशमा आएर काम गरिराख्नु भएको छ र उहाँहरूको जीवन पनि प्रायःको यसरी नै बितिरहेको छ होइन। देख्दा पो विदेशमा छ, पैसा कमाइरहेको छ, रमाइलो छ भन्ने कुराहरू हुन्छ, तर यथार्थ भनेको चाहिँ यही हो। हुन्छ, आजलाई यो भिडियो यतिमै अन्त गर्न चाहन्छु। हजुरहरूको दिन शुभ रहोस्।